वेब्सले चाहिँ धकाल्दै लिएर आएको कोरलहरू, यो कोरल हो। यो सबैतिर जस्तो कोरलै छ। अनि यो चाहिँ सिसेल डेड भइसकेको हो। कति वर्ष अगाडिको होला। कोरल पनि पलाएर नि मरेर नि बाहिर आइसकेको छ। यो पनि सिसेल भयो, मरिसकेको। भित्र किरासिरा केही हुँदैन, जिउँदोमा किरा हुन्छ, त्यो आफै हिँड्छ। अनि यत्रो धेरै कोरलहरू छ क्या, हेर्नुहोस् त। यो डेड कोरल हो। यो क्या वाइट कलरको छ। यहाँ पनि छ अर्को कोरल, यो नि कोरल हो। अनि हाम्रो नुवाकोटमा बस्नुहुने हाम्रो मेरो घर छेउतिरको मान्छेहरूलाई थाहा कि छैन, हाम्रो इन्टेकको ओह्रालो नेर क्या एउटा पिपलको बोट नेर त्यहाँ एउटा दाजुले बेच्नुहुन्छ क्या यो कोरलहरू पिसेर खै के अब उहाँले गर्नुहुन्छ। अनि पिनेर अनि एज अ मेडिसिन बेच्नुहुन्छ क्या कोरलहरू। अनि यो कोरल चाहिँ वर्षमा त्यस्तै 5-6 सेन्टिमिटर मात्रै ग्रो हुन्छ अरे क्या, यस्तो ढिलो ग्रो हुन्छ अरे। अनि यो चाहिँ एज अ मेडिसिन बेचिरहेको छ।